हेलो एभ्रिवान गाइज, यहाँहरू सम्पूर्णलाई नमस्ते। फेरि पनि मेरो न्यू ब्लगमा स्वागत छ हजुरहरू सम्पूर्णलाई। आजको ब्लग चाहिँ कजुवे जोडनदेखि कजुवेसम्मको छ। सो कजुवेमा चाहिँ फ्लावर सो एकदमै धेरै लागेको हुनाले गर्दा आजको छुट्टीमा चाहिँ हामी कजुवेतर्फ जाँदैछौँ। सो हजुरहरूले देख्न सक्नुहुन्छ, यो चाहिँ एमटिआर ट्रेनभित्र हो। ट्रेनभित्र चाहिँ यति भिड यति घुइँचो हुन्छ होइन। यो चाहिँ एकदमै यो चाहिँ भिड हो। सो सबैजना कजुवेमा यति धेरै मान्छेहरू उत्रिन्छ कि आमामा कति धेरै हजुरहरूले देख्नुहुन्छ। सो अब फाइनली हामी चाहिँ कजुवे आइसकिसक्यौँ अब होइन। मात्र $14 अप एन्ड डाउन होला सायद। अनि त्यहाँदेखि अब हामी कजुवे आएर चाहिँ अब यहाँदेखि हामीले थोरै हिँड्नुपर्ने हुन्छ। हामीले यहाँदेखि निस्केर चाहिँ बाहिर एक्जिट हुनुपर्ने हुन्छ। सो हामी चाहिँ जाँदैछौँ अहिले। अनि भिडभाड चाहिँ यस्तै हो, सन्डे हो होइन, सबै यस्तै हुन्छ। सबै कोही झोली तुम्बी, कोही ट्रली तानिरहेछ, कोही एटर्जी तानिरहेछ। हजुरहरूले यसो देख्नु सक्नुहुन्छ यहाँको इन्भाइरोमेन्टहरू। म चाहिँ भिडियो बनाउँदै व्यस्त। अनि यहाँबाट चाहिँ बहिनीसँग भेट्न भएको पनि टक्कै 1 वर्ष भएको थियो। सो फाइनली पोहोरको 2024 को फ्लावर सोमै भेटेको थियो। अनि 2025 को फ्लावर सोमा फेरि पनि भेट्ने हामीले चाहिँ एउटा वातावरण बनाएर चाहिँ। सो बहिनीले मलाई बोलाएर चाहिँ अनि म पनि साथी बहिनीसँग म जाँदैछु। अनि बहिनी पनि भिडियो बनाउने उता बिजी छ। अनि म पनि सो आजको दिन थोरै भ्लग बनाइदिउँ भनेर मैले पनि ट्राई गर्दैछु। हामी पनि जाँदैछौँ। सो हजुरहरूले यो भिडभाड यस्तै हो अब हङकङको होइन, बिजी लाइफ सबैको आफ्नो यस्तै हुन्छ। सो अब म चाहिँ बहिनीसँग कुरा गर्छु। अनि बहिनी कहाँ आइसक्यो भनेर मैले सोद्धाखेरि ऊ अलरेडी आइसकिसकेको रहेछ। बस्नु त ऊ कजुवेमै बस्ने हो, तर ऊ आइसकिसकेको रहेछ। अब आइसकिसकेपछि हामी निस्केपछि चाहिँ कस्तो रियाक्टहरू हुन्छ र कस्तो फ्लावर सोहरू कस्तो रहेछ होइन। यति धेरै फ्लावर सोहरू हुन्छ, हजुरहरूले सो देख्नु सक्नुहुन्छ। अनि त्यसमा चाहिँ धेरै कन्ट्रीहरूको पनि यो फ्लावर सोमा चाहिँ डेकोरेटहरू गर्ने यो कम्पिटिसनहरू जस्तो आफ्नो कन्ट्रीको यो सो गरेर राखेको हुँदो रहेछ होइन। अनि सो त्यो पनि हजुरहरूले देख्न सक्नुहुन्छ, धेरै कुराहरू देख्न सक्नुहुन्छ। सो भिडियो चाहिँ नछुट्याइकन लास्टसम्म हजुरहरूले हेरेर प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है त। सो गाइज, अनि अबको बाँकी भिडियोहरू चाहिँ सो अन्तिमसम्म हेरिदिनु। अनि अब के हुन्छ कसो हुन्छ, हामी कुन एक्जिटबाट निस्किन्छौँ सबै तपाईँहरूलाई म देखाउने छु। अब हामी कसरी बाहिर जान्छौँ होइन, सबै कुराहरू देखाउनेछौँ। सो हजुरहरूले हेरिदिनु होला त्यस भिडियो है। एक्जिट कहाँबाट निस्किने होला? कुन एक्जिटबाट हो? सुशीलालाई सोधेको, उसले भनेको छैन। एक्जिट थाहा छ? के अरे फेरि भन त। रिसाएर भनेको कि साँच्चीकै भनेको? मनबाटै भनेको? चलो लेट्स गो दिदी। एक्साइटेड, एकदम धेरै एक्साइटेड छौँ। आजको फ्लावर सो चाहिँ कस्तो हुन्छ होइन। कतिको पहिलाको त एकदम धेरै राम्रो बनाएको थियो, एकदम मान्छे पनि भिड थियो। आयो आज पनि एकदमै धेरै भिड हुन्छ होला जस्तो लागेको छ, किनकि मान्छे यस्तो धेरै छ है। इन्डियामा मान्छेको भिड त्यस्तै बाँड्छ, यति धेरै भिड हुन्छ। अनि यहाँ चाहिँ हामीले अक्टोपस पन्च गरेर निस्किने हो। यतै छ, यहीँबाट निस्किने हो।
यी यता छ दिदीको यहाँ छिराउनु न यहाँ छिराइदेऊ न जानु सक्यो जानु हामीले चाहिँ यहाँ टक्क पञ्च गर्ने हो फुत्तै निस्क्यो कसको छ दिदी छैन भने रेड सिग्नल उयो गरिदिइहाल्छ नि पुग्छ हुन्छ होला भन नि रिचार्ज गर्नुपर्छ भइहाल्छ नि अनि हामी यीतिर लाग्ने हो यता पोहोर पनि कस्तो भिड थियो फोटो खिच्नु नपाएको भन न हामी त एक दुईवटा सर्ट खिचेर निस्किहालेको बहिनीसँगै उही बहिनीसँग टक्कै आज भयो 1 वर्ष भएछ पोहोर फ्लावर सोमा अहिले फ्लावर सोमा My God. Oh my God. Oh my God. नठेल्नु है ठेल्यो भने त गइन्छ नि यहाँ त जाने गइरहेको छ आउने आइरहेको छ के हो यस्तो यस्तो के हो यता फेरि दाँत खुस्किन्छ होला भनेर पिर दाँत झर्छ भन्ने पिर बाफ्रे होइन के हो यो सबै फ्लावर सो हेर्न जाने आउनेहरू है यो चाहिँ र आजको फ्लावर्स हो वाउ सो क्यूट बेबी कति क्यूट हो कति राम्री नानी हो बाफ्रे 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 है हामी यहाँ कसरी आइपुग्यौँ यीबाट निस्केको कहाँनिर छौ तिमी भिडियो बनाएको मान्छेहरू कहाँ हो यता हो यता 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 मान्छेहरू छुटेर कता कता हो बाफ्रे सबै यहाँ त यस्तै हुन्छ हौ कचबे कचबे हाम्रो टिम चाहिँ यतिजना छौँ 1 2 3 4 5 जना अब यता जाने हो सरी यता अरे यता अब हामी पनि लाग्यौँ फ्लावर सो हेर्न ल कता कता आज आज कतिको एक्साइटेड फ्लावर्स हो फर्स्टचोटि हो सुचिमायाको सेकेन्डचोटि फर्स्टचोटि दिदीले मलाई क्यु चिन्दैछ यहाँ माथि क्यु चिन्दै दिदी यहाँ माथि छैन त्यही नाकमा म भमाना घुमेको जस्तो देख्दैछु आया मेरो छातीमा ठोक्दै हिँड्छ त यो मान्छे को हो आँडे नै बनाइदियो होला हौ कुन चाहिँ हो हान्ने भयो अर्कोपट्टि पनि हान के गर्नु हान्दै लाग्ने HSM यहाँ रहेछ HSM नेपालमा पनि बिटामटमा HSM खोल्ने बेला भयो बिटामट दमकमा धरानमा पनि HSM खोल्ने बेला भयो भनेको नि खोइ दिदीहरू रे
बाफरे रेड लाइन छ रेड लाइनमा हो यता यो उपर हो पहिलाकै ठाउँमा हो मान्छेको भिड हेर्नु त आम्मामा यस्तो धेरै पाइँदैन नि म के हो यस्तो ला ऊ माथि मुजी पनि रहेछ हेर्नु न दिदीहरू पछाडि म चाहिँ यता अगाडि अलिकति अगाडि छु किनकि भिडियो बनाउँदै हिँडेकोले गर्दाखेरि यस्तै छ हातहरू एकदमै धेरै एकदम वेट भारी बढ्नु भयो कि भिडियो बनाउन स्टिकरी नलेको कस्तो मुस्किल हुँदो रहेछ ठोकिँदा एकजना हिँड्दैछ कता हो कता म यताबाट मेरो माया कता छ कोनी दिदी र त्यहाँ छ मेरो सूची कहाँ गयो फाइनली हामी चाहिँ अब फ्लावर सो कस्बेमा आइसकिसक्यौँ अनि त्यहाँभित्रको फ्लावर सोहरू चाहिँ कस्तो छ अनि कति छ अनि पुगेर हामी भरे भिडियोहरू अरू भिडियोहरू चाहिँ स्टार्ट गर्छौँ है त वाउ फ्लावर सो कस्बे हाई दुईजना त अघि आइसक्नु भएछ यता सरी भिक्टोरिया पार गरेँ के यो चाहिँ अनि यो चाहिँ यहाँको लोकेसन दिएरहेछ यस्तो लेखेर अनि अलरेडी फ्लावर त यहीँबाट स्टार्टिङ भइसक्यो जाम लु जाम जाम उता खिच्यौँ न के यहाँ खिचिरहेको यो चाहिँ बाहिरको इन्भाइरोमेन्ट हो यो चाहिँ मान्छेको भिड घुइँचो उत्तिकै छ है यस्तै छ एकदमै धेरै घुइँचो थियो यसपालि पनि एकदमै धेरै घुइँचो रहेछ अनि अब यहाँदेखि हामी भित्र बस्नुपर्छ टिकट सिस्टम होला नि कति हो $40 छ 14 16 कति महँगो तेरिका 14 सब यो फ्लावर सो हेरेर बस्नेहरू होला यिनीहरू चाहिँ हेरिसकेकोहरू हामी जाँदैछौँ हामी चाहिँ अनि यहाँ चाहिँ यस्तो फ्लावर सो हेर्नलाई मान्छेहरू यति धेरै भिड हुन्छ कि ला फिलिपिनोहरू दोकान राखेर बसिरहेको छ सुचित्रा ए अगाडि जाँदो रहेछ भिडियो बनाउँदै दिदी आउनु जाम अक्टोपस इनर चाहिँ ऊ पर रहेछ जाने बाटो चाहिँ यहाँ चाहिँ हामीले अक्टोपस पन्च गरेर जानुपर्ने रहेछ यहाँ लेखिदिएको छ अक्टोपस इन्टर भनेर हजुर अक्टोपस मात्रै युज गर्ने हो कि उयो पनि क्यासमा हुने रहेछ अक्टोपस उयोदैछ तर जाउँ न बुझौँ न दिदीसँग छैन कि दिदीको पैसा त हालिदिन्छ अक्टोपस छैन भने त अनि फेरि यहाँबाट छिरेर काम भएन नि त त्यहाँ बुझी हेरौँ न अक्टोपस भएन भने त फेरि छिर्न पाउँदैन यहाँ अक्टोपस मात्रै भनिरहेको छ नो इन्ट्री अरे उता चाहिँ हेर्नु अनि जाउँ न बुझी हेरौँ पहिला बुझी हेरौँ न त घर किन जानु पर्यो कस्टमर यहाँ चाहिँ हामीले अक्टोपस पन्च गरेर मात्रै जानुपर्ने हुन्छ अन्न भएकोले गर्दा रुखमा चढ्दै कस्तो दामी देखेको सिरिसहरू हेर फुलेर हामी चाहिँ यो सानोमा यो सिरिसहरू कति खान्थ्यौँ हौ फुटेर सिरिसहरू कहाँ झर्छ होला दाना
भुइँतिर हेर्दैछु म चाहिँ सिरिसको दानाहरू फ्लावर्स हो ला मैले त बहिनीलाई पनि पो फोन गर्नुपर्ने त खै हौ कहाँ छौ सुशीला यहाँ आऊ न वाउ कस्तो दामी बनाएको है हङकङ फ्लावर्स हो अरे यताबाट त इन्ट्री त रहेन रहेछ हामीले यताबाट गर्नुपर्ने हुन्छ मान्छेहरूको भिड घुइँचो त्यस्तै यस्तो धेरै मान्छेहरू छ है तपाईँहरूले पनि देख्न सक्नुहुन्छ फ्लावर्स हो यो चाहिँ 10 दिनको मात्रै राखेको रहेछ अनि सो त्यही भएर अब लास्ट परेको अर्को सन्डेसम्म हुँदैन अनि त्यही भएर मान्छेहरूको भिड चाहिँ यति धेरै छ कि यहाँनिर चाहिँ अनि लगभग अब छुट्टी भनेको आजै हुन्छ सबैको अनि त्यही भएर सबै आजै आएको रहेछ मान्छेहरू यति धेरै लगभग हामी अब अगाडि पुग्नु लाग्यौँ अब 2 जना दिदीहरूको चाहिँ नभएकोले गर्दाखेरि खोइ के हुन्छ आई डोन्ट नो नराम्रो लागिरहेको छ बस्न पाएन भने त सो स्याड मान्छेको घुइँचो कस्तो मजाले डेकोरेसन गरेको है आइपुग्यौँ अब के हुन्छ अक्टोपस छैन अब अक्टोपस छ नि मेरो अक्टोपस छ त्यही पन्च गर्नु न हुन्छ बाहिर त दिदी तपाईँको चाहिँ छैन क्यान यु अक्टोपस रिचार्ज रिचार्ज टिकट दिदी काट्नु पाउँछ अरे जानु त ओके टिकट तपाईँ जानु त्यहाँ छिरेर अक्टोपसमा उयो रिचार्ज गर्न लाउनु न क्यान यु अक्टोपस रिचार्ज outside can you ticket yeah okay दिदी लाइन कस्तो एकछिन बस्नु ल हिँड्नु यस हिँड दिदी अब लाइनमै बस्नुपर्छ सुशीला ए यहाँ दिदीको अक्टोपसमा पैसा रहेन रहेछ कि अनि यहाँ हेर न कस्तो यो उयसमा पर्खिरहेको छौँ कहाँ छौ तिमी ओके थ्याङ्क यू कहाँनिर अरे अगाडि कहाँनिर ए पर्ख एकछिन ल सुशीला हाई आमा के हो मान्छे सो लङ टाइम अक्टोपसमा पैसा छैन अरे के चाहिँ ननिस्किनु न उयो 7-11मा भरेर आउनु तिमी वेट यहाँ छैन नजिकै टाढा छ अरे लु दिदी निस्किनु उता हामी टिकट काट्नेबाटै छिर्नुपर्छ लु हिँड्नु我啲入口出入口。
No, octopus is going to. Yeah. के छ खबर तिम्रो? ठिकै छौ? यता दिदी यो लाइन आऊ। दिदीको अक्टोपसमा ब्यालेन्स रहेन रहेछ के अनि हेर न कस्तो झ्याउ भयो। अब टिकट काटेर लानुपर्ने भयो दिदीलाई। अरू छिरिसक्यो नि हौ। उसलाई नि कहाँ छोड्नु एक्लै अनि? कतिजना छ? 3-4 जना, कतिजना 5-6 जना छ। यो गइसक्यो अरू। फ्लावर पोर पनि फ्लावरसँगै भेट्दा थिएँ यसरी। फ्लावरसँगै भेट्दा के छ खबर? ठिक छ सबै? घरतिर पनि आइसक्यो। यहाँ ऊ लाइन बस्नुपर्ने अरे हेर न। यस्तो लाइन छ दिदीको लाइनमा बस्नुपर्ने भयो कि यत्रो लाइन छ हेर न। आमामा यो लाइन घुमेर यस्तो जानुपर्ने अरे। यस्तो गएर यस्तो आएर यस्तो आऊ ल। एकै गडङगुडुङ जाने हो नि झन् सजिलो हुन्छ। कहिले हामी उ त्यो ढोकामा पुग्नु? हामी चाहिँ बल्ल टिकट होल्डर एक्सेसमा आइपुग्यौँ। अनि यहाँ चाहिँ $14 रहेछ, $7 रहेछ। 7 चाहिँ बच्चाको चिल्ड्रेनहरूको ल। अनि टिकट काट्ने ठाउँमा हामी चाहिँ अब अहिले आइपुग्यौँ। साथीहरू त अघि नै छिरिसक्यो, भिजिट गरिसक्यो होला ओल्ड सबै। यत्रो घुइँचो यो चाहिँ सबै फ्लावर सो हेर्नलाई मान्छेहरू यत्रो घुइँचो लाइन हो यो चाहिँ। अनि सबै तपाईँहरू कन्फ्युज होला के को घुइँचो भनेर। तर चाहिँ फ्लावर सोको ल मेरो अलग फ्लावर सोको लागि हेर्नलाई मान्छेहरूको घुइँचो लमिताम छ। हामी पनि छौँ। अनि यहाँ टिकट काट्नुपर्ने हुन्छ। अनि अब म चाहिँ टिकट काट्छु। $14 रहेछ टिकट काट्नुपर्ने। अनि टिकट काटेर अनि म जान्छु। अनि मात्र मलाई पनि छिर्न दिन्छ। यो चाहिँ मेरो पासबुक भयो। काटिसकेको? कति छिट्यो? अनि अब चाहिँ टक्कसँगले हामी लाइनमा लाइनमै बस्नुपर्ने हुन्छ। यहाँ पनि लाइनमा बसेर टक्कसँगले हामी जाने हो। फेरि क्या क्या हो रहा है? हामीले टिकट पायौँ। सुशीला टिकट देखाऊ। दिदीको टिकट देखाउनु। खोइ दिदी भनेको त साथी परेछ। खोइ दिदी ल। हामीले चाहिँ अब यहाँ टिकट बुझाएर हामी चाहिँ छिर्ने हो भित्र। थ्याङ्क यू। ओ फ्लावर सोको लागि हामी चाहिँ अलरेडी आइसकिसक्यौँ। यो चाहिँ फ्लावर सो। वाउ हेर न। ओ माई गड यस्तो दामी। अब कहाँ दिदी अब उनीहरूलाई त भरे जाने बेलामा मात्रै अब कन्ट्याक्ट बाई कन्ट्याक्ट ल। यो चाहिँ फ्लावर सोको हामी फाइनली फ्लावर सोको भित्र छिरिसकेको छौँ। फाइनली यो टिकट हाम्रो। अनि अब भित्र चाहिँ कस्तो
बहिनी ऊ बहिनी लिम्बू नै हो है ऊ पनि आफ्नो पर्छ कि बा इन्ट्रोडक्सन गर अहिले छिमा गर तपाईँलाई छोडेर मर्छु म तपाईँलाई म आऊ मान्छेहरू हेर त्यहाँनिर हामीलाई अलपत्रै पारेर मार्छु नि म बिचारा खोइ म खिचिदिन्छु भन्छु हेलो can you help can you pay yeah can you go I'm click you go yeah go thank you oh so pretty yes yeah so beautiful happy yeah okay oh
उसले चाहिँ भन्नुहुँदैछ ओके फुल थ्याङ्क यू सुशीला हाम्रो खिचिदेऊ न Can you do your pic? Come, you are one pic. Come, yeah, you and me. Okay. यसै नि यहाँ कस्तो राम्रो बोजूसँग फोटो खिच्दैछु थ्याङ्क यू बोजूले एक्लै फोटो खिच्दै रहेछ नि म खिचिदिएको अनि म पनि खिचेको नि यहाँ पनि कस्तो मजाले गरेको है यहाँभित्र पस्न नपाइ रहेछ Oh my god कस्तो मजाले डेकोरेट गरेको के यो राखेको कस्तो घरको याद आउने के यो हेरेर त I'm plant lover मसिनो खालको बाँस राखेको रहेछ यो चाहिँ अनि यो आधी भागमा चाहिँ यो सनफ्लावर राखेको रहेछ कस्तो मजाले डेकोरेसनहरू गरेको अनि यहाँ चाहिँ प्लान्टहरू ह्याङ आउट गरिदिएको रहेछ अनि यहाँ चाहिँ ब्याम्बो सुकेको ब्याम्बोहरू राखेर डेकोरेसनहरू गरिदिएको रहेछ एकदमै ब्युटिफुल के खाइहालौँ जस्तो है यस्तो के होला यो कुन होला यो यस्तो सुकेको रुखलाई घरमा पनि हामीले यसरी राख्दा हुने रहेछ क्या यस्तो मजाले लेमन पनि राखिदिएको रहेछ क्या अनि पनि होइन यत्रो फलेको रहेछ हामीले त घुम्न सक्न आँटिएन त हौ 10 दिनको मात्रै हेरेर सकिँदैन होला हौ यहाँभित्र कस्तो छ कस्तो मजाले डेकोरेसन गरेको छ आधी पनि घुमिसकेको छैन यो चाहिँ फेरि फ्लावर हो कस्तो राम्रो यो पनि यो त हाम्रो घरमा कत्रो छ त बगान बेली यहाँ यो चाहिँ फुलहरूलाई स्टक गरेर राखेको रहेछ यो पछाडिपट्टि चाहिँ एकदमै धेरै फुलहरू फ्लावरहरू राखेको रहेछ अनि यहाँ चाहिँ बसिराख्नु भएको छ जान दिन्छ कि दिँदैन थाहा छैन आई डोन्ट नो दिन्छ होला ओ तर्से पनि म त दिँदैन होला जस्तो लाग्यो तर दिँदो रहेछ अनि म चाहिँ भिडियो बनाउने मौका पाएँ यस्तो हेर्नु न फ्लावरहरू यस्तो स्टक गरेर राखेको छ कि यस्तो मजाले भाउ हेर्नु त फ्लावर सोको लागि सबवे यो फ्लावर सोको लागि हो यो ओ माई गॉड कस्तो दामी होइन ओ कस्तो मजाले हेर न है
सोल्टिनीहरू त फ्लावर हेर्न आएको होला भनेको त सोल्टिनीहरू त डान्स गर्न पो आएको रहेछ कि गरे त यहाँ त है यो अर्कै नमुना छ सुकेको बाँस रहेछ अनि यो सुकेको बाँसलाई चाहिँ यस्तो म्युजियम बनाउँदा पनि राम्रो देख्दो रहेछ है यो चाहिँ बबाल लाग्यो मलाई सुशीला कहाँ गयो साथी त्यो चाहिँ एकदमै बबाल के ल एकदमै बबाल है यो चाहिँ यहाँ पनि रहेछ यो पनि राम्रो रहेछ यो चाहिँ के भन्छ यो मतलब क्याक्टसहरूको झन् अक्टोपस भन्छ क्याक्टसहरूको यो चाहिँ डिजाइन गरेर राखेको रहेछ एकदमै राम्रो छ यो पनि यहाँ के लेखेको छ एसिया फ्लावर कल्चर जापानहरू चाहिँ जापानले बनाएको होला जापानको मिडियन जापान होला कि यो चाहिँ राम्रो छ एकदमै अनि यहाँ पनि रहेछ यो चाहिँ रोमा फ्लावर्स डिजाइन अरे रोमा फ्लावर्स डिजाइन्स अरे यो चाहिँ रोमा फ्लावर्सले डिजाइन गरेको रहेछ यो चाहिँ होइन यो पनि राम्रो छ एकदमै धेरै राम्रो छ यो चाहिँ कुन उसले गरेको रहेछ यो कन्ट्रीको रहेछ नि त है फ्लावर्सको यो चाहिँ यो कुन देश हो मलेसियन च्याप्टर भनेको छ यो चाहिँ मलेसियाको रहेछ कि यो चाहिँ मलेसियनहरूको रहेछ डिजाइन यो चाहिँ सबैभन्दा राम्रो चाहिँ मलाई यो लाग्यो है मलेसियनहरूको एकदमै डेन्जर पनि बबाल पनि यस्तो ब्युटिफुल होइन कस्तो मजाले डेकोरेसन गरिदिएको है यो अनि यो मुनि चाहिँ एकदम यो देखिरहेको चाहिँ ब्ल्याक स्टोनहरू हो अनि त्यसमा चाहिँ यस्तो मजाले यो डेकोरेसनहरू गरेको छ होइन कति बबाल के त्यो उयो रुखको त्यो जराहरू जस्तो चाहिँ झन् दामी के देखेको यस्तो दामी देखेको छु यो चाहिँ मलेसिया कन्ट्रीको रहेछ यो डिजाइन चाहिँ एकदमै राम्रो यसको चाहिँ कुनै नाम छैन भन्दा साइड राखिदिएको रहेछ यसको नाम चाहिँ उता साइडमा राखेको रहेछ अहिले मैले चाहिँ यो चाहिँ कुन कन्ट्रीको रहेछ तर यो पनि बबालै छ है यस्तो राम्रो बनाइदिएको छ है यो पनि कस्तो दामी राखिदिएको यो झन् अति दामी के हो यो सुकेको सुर्तीको पत्ता जस्तो देख्छु त सुकेको सुर्तीको पत्ता जस्तो देख्छु त सुशीलामा के बनाएको है हेर न फ्लावरहरू गरेको छ अनि त्यो यो सुकेको रुखको जराहरू जस्तो छ है अनि त्यसको चाहिँ पाटाको सुन पाटा चाहिँ के भन्छ त्यो जस्तो छ अनि यो तल चाहिँ सुर्तीको पत्ताहरू सुकेको जस्तो छ अनि मुनि चाहिँ सेतो ढुङ्गाहरू राखिदिएको छ बबाल रहेछ ओ माई गड ब्लू कोर्स प्रोजेक्ट अरे फिलिपिन्स रहेछ नि यो चाहिँ फिलिपिन्सको डिजाइन रहेछ दामी फिलिपिन्सले गरेको डिजाइन रहेछ अति दामी है यो चाहिँ वाउ लेफ्टेनहरू यो पनि कन्ट्रीकै नाम होला सायद अनि यो पनि यस्तो राम्रो डिजाइन गरेको छ है ओ माई गड एकदिनमा त भिजिटै गरेर सकिँदैन कि क्या अरे बाबा यस्तो दामी बनाएको छ नि यो सुकेको मेबी यो सुकेको रुख हुनसक्छ अनि सुकेको रुखलाई चाहिँ यस्तो मजाले डेकोरेसन गरेर चाहिँ हामीले पनि यसरी गरेर म्युजियम बनाउन सक्ने रहेछ कि म्युजियमको लागि हेर्नु त धागोहरू प्रयोग गरेको छ फ्लावरहरूको प्रयोग गरेको छ अनि यो चाइनिज डुगोको जङ्गली रुख पत्ताहरूको यस्तो मजाले डिजाइन दिएर चाहिँ यस्तो दामी निकालेको छ हेर्नुहोस् त यो चाहिँ रहेको छ कुन कन्ट्रीको हो थाहा छैन तपाईँहरू पनि एकदमै मजाले बनाएको छ एसोसिएसन अफ मकाउ फ्लावर कल्चर अरे के चाहिँ मकाउको रहेछ
मकाउले दिएको डिजाइन रहेछ। सो एकदमै यो पनि राम्रो छ एकदमै। तपाईँहरूलाई चाहिँ कुन चाहिँ फ्लावर सोको डिजाइनहरू मनपर्छ हजुरहरूले यसो कमेन्ट गर्नुहोला। अनि कस्तो कस्तो लाग्छ, हामीले पनि हाम्रो देशमा चाहिँ यसरी फ्लावर सोहरू गर्न सक्थ्यो होला जस्तो लाग्छ कि। यस्तो राम्रो देख्दो रहेछ यो सुकेको रुखहरूको डिजाइन दिएर होइन। केही त छैन, फ्लावरहरू छ, सुकेको रुखको हाँगाको डिजाइनहरू छ, सर्कल धागोहरू छ। अनि यो मुनि दिइरहेको छ यो दाउराहरू, सुकेको दाउराहरू छ। तर कस्तो धेरै राम्रो कि, कति धेरै राम्रो रहेछ। यो सुकेको सबै दाउराहरू हो कि, यो चाहिँ दाउराहरू, झारपातहरू सबै यस्तै छ। यो रहेको चाहिँ मकाउको रहेछ। यो चाहिँ मकाउले गरेको रहेछ। यो चाहिँ मकाउ सिस्टमको डिजाइन ठिकै छ। अनि यहाँ रहेको छ फेरि अर्को डिजाइन, यो दाउरा। यो चाहिँ देखिराख्नु भएको छ नि, यो चाहिँ दाउरा हो। सुकेको दाउराहरूलाई चाहिँ पुरा डोरीले टाँगेर ह्याङ्गर गरेर यो पत्ताहरूलाई यिनीहरूले तारमा यसरी डिजाइनहरू दिएर यस्तो राम्रो निकालेको छ। यसरी हेर्नुहोस् त। हामीले त यो फ्लावर सोहरूबाट कति धेरै कुराहरू सिकेर हामीले पनि यसरी गर्न सक्छौँ होला जस्तो लाग्छ कि। यहाँ चाहिँ यो कन्ट्रीको नाम दिएको रहेछ। अनि वे फ्लावर डिजाइन, स्कुल वाल फ्लावर कन्सिलेन्ट मकाउ भनेको चाहिँ मकाउकै स्कुलको स्टुडेन्टहरूले सायद डिजाइन गरेको होला कि। यो चाहिँ नि हाम्रो कन्ट्रीको स्कुलको बच्चाहरूले पनि यसरी डिजाइनहरू गरेर निकालेर कम्पिटिसनहरू गर्न सक्ने रहेछ कि। केही छैन, सबै सुकेको रुखको डन्ठाहरू छ, पत्ताहरू छ। त्यो सुकेको रुखको पत्ताहरूलाई यसरी यिनीहरूले यसरी गरेको छ। अनि यस्तो मजाले यस्तो दामी देखिरहेको छ फ्लावरहरूसँग होइन। यस्तो सुकेको रुखहरूको पत्ताको अनि दाउराहरूलाई यसरी राखिदिएको छ। के छ होला अर्किड फ्लावरहरूलाई यसरी राखिदिएको छ। कति दामी देखाइदिएको छ नि। सिरिजको तपाईँहरूले राम्रोसँग हेर्नुभयो भने चाहिँ मजाले यो डेकोरेसनहरू चाहिँ गर्न सक्नुहुन्छ कि। दाउराहरूलाई होइन यसरी हामीले प्रयोग गर्न सकिने रहेछ। अनि दाउरा भयो फ्लावरहरूलाई हेर्नुहोस् त। वाउ, यस्तो राम्रो देखेको है। यो चाहिँ कुन कन्ट्रीको हो फ्लावर? एलेक्सेन्ड्रा खै के हो थाहा छैन है। यो चाहिँ दाउराहरू, मसिनो दाउराहरूलाई यो पेपरले ऱ्याप गरेको छ। अनि ऱ्याप गरेर चाहिँ यसलाई यस्तो डिजाइनहरू दिएर यसरी राखेको रहेछ कि। कस्तो मजाले राखेको हो, दिमाग चाहिँ लगाएको हो कि, खतरै लगाएको हो। दाउरा हो, मसिनो दाउराहरूलाई यस्तो बाँधेर के गरेको होला हौ। यस्तो कति मजाले है बनाएको छ। 1 2 3 4 5 वटा 1 2 3 4 5 वटा 5-5 वटा गरेर चाहिँ ब्राकेट बनाएको रहेछ। अनि सो यसरी टाँगेको रहेछ। यो चाहिँ fomuwa.com ले गरेको रहेछ। यो चाहिँ यो पनि राम्रो छ। यो त के बनाएको है, हेर न कस्तो मजाले के। दाउराहरूले गरेकोहरू मात्र छ कि, यसको मिमीहरू उयोहरू चाहिँ यहाँ लेखिदिएको छ। अनि यो चाहिँ हेर्नुहोस् त, यति मात्र छैन। यसलाई जुम गरेर यस्तरी हेर्दा चाहिँ यो चाहिँ दाउरा हो कि। सुकेको दाउराहरू भयो, यो फ्लावरहरू भयो, त्यो माथिको चाहिँ चोयाको के बनाएको थाहा छैन। अनि त्यसलाई त्यस्तो आकार दिएर चाहिँ यस्तो राम्रो बनाएको छ कि। यसरी गरेको छ, यस्तो छ है, यस्तो राम्रो रहेछ। यो पनि एकदमै राम्रो छ। कस्तो मजाले डिजाइनहरू दिएको।
सब यो ह्याङआउट गरेकोहरू सुकेको पत्ता फ्लावरहरूलाई चाहिँ यस्तो मजाले बबाले दिएछ। क्यामेराको सेल पनि लागेको रहेछ 1900 1700 एकदमै सस्तो सस्तो क्यामेराहरूको यो राखेको रहेछ यहाँनिर मल। कति धेरै सस्तो सस्तो क्यामेराको उयोहरू राखेको। यहाँ चाहिँ अनि बर्तन सर्तनहरू रहेछ चाइनिजहरूको लागि किनमेल खरिद आफूले किनेर खरिद गरेर लान सकिने रहेछ। यो $100 रहेछ, $280 सामग्रीहरू चाहिँ चाइनिज सामग्रीहरू पाइँदो रहेछ। यहाँ चाहिँ सबै फ्लावरहरूको डिजाइनहरू रहेछ। हेरौँ हामी पनि, म पनि हेरौँ कति कति पर्दो रहेछ। हामीले पनि किन्न सकिँदो रहेछ कि नसकिँदो रहेछ म पनि हेर्नेछु। ओ माइ गॉड सो क्युट क्युट के फ्लावर्स। कति डलर रहेछ यो? कति डलर रहेछ? कस्तो राम्रो के कति डलरको रहेछ यो चाहिँ? कति धेरै एक्सपेन्सिभ के राम्रो चाहिँ कति राम्रो हो यो। के हो यो? $8 अरे। अन्त कहाँबाट हो बिचमा छुट्टै बसिदियो मलाई मार्छ होला हौ। कस्तो राम्रो राम्रो फ्लावरहरू पनि हो। आयो कति धेरै भिड हो। $48 यत्रोको 48 अरे। म जाने भयो बाहिर गरौँ भयो। Mày giờ nó mua cho mày giờ là không món. Mua cho mày giờ là không phà nè. जानै मरे। मेरो साथी कता छ होला अब? सुशीला कता गयो? हेरेर सकिने रहेछ अब। यहाँ फेरि उस्तै बनाएको छ। डिजाइनहरू यति राम्रो राम्रो दिएर बनाएको छ के भन्नु र। बनाइदिएको के चाहिँ घुम्नलाई त चाहिँ कति रहेछ नसकिने रहेछ। अनि अब हामी चाहिँ अब लगभग घर फर्किने बेला भयो, सकेनौँ। आधी मात्रै घुमेर अब फर्किने भयो त पर पनि रहेछ। आधीको आधी पनि हामी त घुमिसकेको छैनौँ। साथी हरायो कता गयो?
तेरी अदा तुझे जैसा है सोचा पाया यस्तो छ त अनि मान्छे आयो यहाँ हेर न यो के खतरा गेम हुँदो रहेछ बाफ्रे 4比4，好緊張，邊個攞分就邊個贏第一局。 OK， 好，第一回啦。 अब 偉啊！ अब फाइनली त कति राम्रो रहेछ जाम सुशीला कता गयो साथी लाइन बाई लाइन बस्नुपर्ने हुन्छ फोटो खिच्नलाई यहाँ फोटो खिच्नु लाइन बाई लाइन मलाई लाइनमा बस्यो भने मलाई मेरो सुशीलाले खान्छ अब म चाहिँ जाँदैछु कता गयो सुशीला 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 कता गयो सुशीला यहाँ सानो बास्की रहेछ यो चाहिँ के गर्ने टिकट सिस्टम के हो आई डोन्ट नो थाहै भएन अनि यहाँ यस्तो एकदमै राम्रो रहेछ यहाँ पनि थिएछ हामी त यहाँ म पनि खिच्न पाएन यहाँ पस्न पाएन यहाँ चाहिँ मनी प्लान्टहरूले यस्तो मजाले डिजाइन दिएर बनाइदिएको रहेछ चाहिँ सरी 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 यहाँ रहेछ हेर्दै थिएँ तिमीलाई नै म अनि यस्तो मजाले बनाइदिएछ पोहोर उतापट्टि थियो है सुशीला यो यसपालि यस्तो पाराले बनाइदिएको रहेछ नि एकदमै धेरै 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 राम्रो 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 राम्रोहरू छ तर हामीले अझै राम्ररी हेर्न घुम्न पाएन सो एकदम नराम्रो लागेको छ फ्लावर सो 25 को आधी मात्रै भिजिट गर्न पायो कति राम्रो राम्रो डिजाइनहरू गरिदिएको के यहाँ हेर त्यस्तै ओ माई गड कति चाहिँ राम्रो पारेको होला यो कति राम्रो गरेको के कति राम्रो गरेको एरियामा बब्बाल हानेको छ बब्बाल डेकोरेसनहरू चाहिँ बब्बाले हानेको छ मकै पिँडालु ओरे बाबा ल नेपालको हामीले सुँगुरलाई चारो दिने पिँडालु त यहाँ त यस्तरी सो गरेर राखिदिएको छ अनि मकैहरू हेर ल ओरे बाबा ओरे बाबा ओरे बाबा हेर र लु मकैबारी सिस्नोबारी भाङबारी गाँजाबारी धतुरोबारी अल एभ्रिथिङ यस्तो दामी राखिदिएको छ फोन आयो यस गेट निस्किसकेको हामी बाहिर गेट निस्किसकेको बाहिर 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 अबे जल्दी बोल कल सुबह पनवेल निकलना है बाहिर गेटमा आइसक्यौँ हौ हामी गेटमा किन छैनौँ हौ खोइ हौ गेटमै हुनुहुन्छ आइसकेको त हामी यहाँ गेटमा छौँ कि एकछिन न फेरि यस्तो सुशीला कता गयो गेटमै छु के गेटमै छु तपाईँलाई जहाँ ठाउँ देखिरहेको छु त यहाँ अर्को यहाँ फेरि कहाँ हरायो म जहाँ थिएँ यहीँ छु त नि फेरि अर्को कहाँ हरायो एकछिन हेर न उता बसेर कराएर मार्नु लागिसक्यो मलाई आम्मामा कहाँ छ खोइ उता
अरे यो हाम्रो यो प्लेन होला दिदीहरूको होइन होइन ऊ हाम्रो होला यस सुँगुरको मासु खान्छ तपाईँ ए कुन चाहिँ हो नो बिफवाला चाहिँ अन्त कसरी हामीलाई थाहा हुन्छ बिफ कुन चाहिँ हो नो बिफ 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 यो कुन के दिदी के अरे खासमा चाहिँ आज कोक चिसो भनेर चिसोमा ल्याइदिएछ त नि चिसो कोको दिँदो रहेछ यिनीहरूले त आइस कोक त के हो यस्तो आयो त नि के खान्छ चल्छ लगभग हामी अब अन्तिम चरणमा आइसकिसक्यौँ सो हामीले चाहिँ बेलुकाको लागि भनेर तम्जा नुडल्स खाएर हामी चाहिँ सो सबैजना अब घर फर्किने तर्खरमा छौँ सबैको आफ्नो घर जाने सो आजको भिडियो चाहिँ यति नै बाँकी भिडियो अरू नेक्स्ट टाइम फेरि पनि समय टाइम मिल्यो भने बनाउने कोसिस गर्नेछु सो हजुरहरूले हेरेर प्रतिक्रिया दिनु होला सो थ्याङ्क यू सो मच बाई